हेलो एभ्रिवान, गुड इभिनिङ है। आज चाहिँ हामी हाम्रो स्टाफको फेरल भन्दाखेरि पनि रिटायरमेन्ट छ। त्यो रिटायरमेन्टको हामी सानो प्रोग्राम छ, हामी जाँदैछौँ। आज हामी यहाँ जाँदैछौँ, त्यहाँ हाम्रो स्टाफहरू जाँदैछ र अलरेडी स्टाफहरू गइसकेको छ। आज हाम्रो यहाँ फेरल छ। त्यो चाहिँ कहाँ भने चाहिँ रङ्गिनी मकैबारीमा हामी जाँदैछौँ। त्यहाँ देख्न सक्नुहुन्छ तपाईँले, तपाईँलाई देखाउँछु अहिले। र अहिले चाहिँ हाम्रो यहाँ रेडी हुँदैछ। सबै ब्लगरहरू मात्रै रहेछ है। त्यही त हो, सबै ब्लगरहरू छ यहाँ हो। यहाँ हामी सबैजना छौँ है। त्यहाँ कोही रेडी गर्दैछ, कोही के गर्दैछ। अहिले अब प्रोग्राम चाहिँ हाम्रो 4 बजीदेखि 4:30देखि स्टार्ट छ। यहाँ अब छेउमा स्विमिङको स्विमिङहरू गर्दा पनि छ। यहाँ अरू बाहिर हुनुहुन्छ, हेर्दैछ यताउता है। फाइनली हाम्रो सर आइपुग्नु भयो यहाँ। अब यता हाम्रो मितल सरको रिटायरमेन्ट आज यहाँ प्रोग्राम हुँदैछ है यहाँ। र अहिले चाहिँ हाम्रो यहाँ है हल्का स्पिच हुँदैछ स्टाफको तर्फबाट। छोटो समयको लागि आउनुभयो, तर पनि अब धेरै मिलेर काम गर्नुभयो है। त्यसको लागि हामी सरहरूलाई अब रिटायरमेन्ट पे आयो। अनि जो अब सरको अब एक्सटेन्सन भएको छ है, तर पनि अब एउटा रिटायरमेन्ट Happy retirement. Happy retirement, sir. From Rounding Over and from Crossing and kindly provide. निकले हामी एकछिन यो भिडियो गणेश ल जा गणेश ल ल। र अहिले चाहिँ हामी सबैजनाले खदा लगाइँदैछौँ है। पालैतिलो हामी सबै खदा कार्यक्रम भइरहेछ अहिले चाहिँ यहाँ। फोटो निकाल्दैछु क्या हो केटा। फोटो निकाल फटाफट। फोटो चटाकै निकाल्नु केटा। फोटो खिचेको निस्किहाल्छ त। ओ यता हेर्दा बाहिर लगाइदियो केटा। हेर्नु बाजेले लगाइदिनु ल। बाजे बोल्दै रहेछ हो। बाजे बोल्दै रहेछ। हेलो भाइ यता 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 छोड। हामी चाहिँ यहाँ अब सरको गिफ्ट चाहिँ गाडीमा हाल्न जाँदैछौँ है। यहाँ भर त भ्याउँदैन, अहिले गाडीमा हालिराख्नु पऱ्यो भनेर चाहिँ गिफ्ट सरको गाडीमा। अरू सबै यहाँ हल्का इन्जोय हुँदैछ। र अहिले चाहिँ हाम्रो यहाँ केसिङ दाजुबाट हल्का स्पिच हुँदैछ है। आज रिटायरमेन्टको सर रिटायरमेन्ट थियो, त्यही भएर हल्का स्पिच दिँदैछ सबैजनाले। एउटा सर्ट मिठो स्पिच दिँदैछ।
आएको बोलाएको भन्छन् प्रश्न बोलाएको भन्छन् यसरी नै मैले उहाँको रङ्गित खानामा पहिलोचोटि माफी टास्क लिएर आउनु हुँदाखेरि म पनि त्यही मतलब अर्डरमा टास्क भएर र फाइनल्ली अहिले चाहिँ हाम्रो स्न्याक्सहरू यहाँ आइसकेको छ हल्का है स्न्याक्सहरू आइसकेको छ हाम्रो चाहिँ यहाँ हल्का अब यस्तो हल्का ड्रिङ्क्सहरू पनि छ है अब पार्टी हल्का त हुन्छै हुन्छ है अहिले चाहिँ यसो हामी हल्का स्विमिङ गर्दैछौँ किनभने मौसमले एकदम साथ दियो हामीलाई है वेदर एकदम साथ दिएकोमा चाहिँ हामी चाहिँ हल्का यहाँ स्विमिङ गर्दैछौँ लास्टमा हामी अहिले चाहिँ अब डिनरको लागि रेडी भयौँ है अन्त डिनर गर्न आँटेको र यस साथमा चाहिँ हाम्रो मित्रलाल सरलाई चाहिँ रिटायरमेन्टको धेरै धेरै शुभकामना छ थ्याङ्क यू तपाईँ सबैजनालाई